हेलो गाइस, स्वागत छ मनिषा युट्युब च्यानलमा। अहिले चाहिँ म खाना लागेको साथीहरू, खाना बनिसक्यो साथीहरू। हो मेरो छोरा चाहिँ ट्युसन जानेको टाइम भइसक्यो, त्यही भएर तयार हुँदैछ ट्युसन जानेकीले। ज्याकेट पेन्दैछ साथीहरू। उसको चाहिँ 4 बजेको ट्युसन हो साथीहरू। आमा खाँदैछु है साथीहरू, खाना भोक लागिसक्यो। यो चाहिँ साथीहरू साग र सम्फोको साग र आलु मिलाएर बनाएको। छोरो चाहिँ ट्युसन गइसक्यो साथीहरू। अब चाहिँ म खाना खान्छु साथीहरू। भोक लागिसक्यो, त्यही भएर अलि लेट भइसक्यो। घरमा काम गर्दा गर्दै टाइमै मिल्दैन साथी खानेका। यो चाहिँ मेरो कमरा हो साथीहरू। मोबाइल छोडेर गएको छ छोराले। यो चाहिँ अहिले चार्जमा लगाइदिन्छु साथीहरू। चाहिँ खाना खानु पर्यो साथीहरू। मेरो भिडियो के कस्तो लाग्छ साथीहरू, लाइक कमेन्ट सब्सक्राइब गर्नु होला साथीहरू है त। साथीहरू भात खान आएको, म त भोक लागिसक्यो। साथीहरू चाहिँ बुढी दाल है, अनि साग सम्फो साग आलु मिलाएर बनाएको साथीहरू। साथीहरू मलाई चाहिँ साग र भात एकदमै मनपर्छ। दाल त्यति मन पर्दैन, मासु पनि त्यस्तै हो साथीहरू। कहिले कहिले खाने मासु, यस्तै खान मान्दैन साथीहरू। हरियो सब्जी खानुपर्छ साथीहरू।
साथीहरू मैले खाना पनि खाइसकेँ। मेरो छोरा चाहिँ खाएर अघि नै खाइसकेको, उसले खाएर ट्युसन गइसक्यो साथीहरू। अरू मेरो भिडियो के कस्तो लाग्छ लाइक, अरू सब्सक्राइब, कमेन्ट गर्नु होला साथीहरू। एकदमै मिठो भयो साथीहरू। के अरे सम्फोको साग र आलु मलाई एकदमै मनपर्छ साथीहरू। त्यो अहिले चाहिँ साथीहरू बाई बाई भन्न चाहन्छु है त साथीहरू। एकदमै माया गर्नु है साथीहरू, एकदमै माया गर्नु। अनि नयाँ नयाँ भिडियो सिक्दैछु साथीहरू। त्यति त आउँदैन मलाई, त्यति बोल्न पनि आउँदैन साथीहरू, सिक्दैछु। त्यहाँदेखि सपोर्ट गर्नु है साथीहरू, एकदमै सपोर्ट गर्नु होला। अहिले चाहिँ बाई बाई साथीहरू। साथीहरू मेरो मनी प्लान्ट हो यो चाहिँ, मैले खिड्कीमा लगाएको। तीनवटा बोतलमा लगाएर एउटा बोतल चाहिँ त बाहिर कसैले बलले हानेर फुट्यो साथीहरू। एकदमै राम्रो छ मेरो मनी प्लान्ट।